अमेरिकाको ट्रेन यो हाम्रो ड्राइभर भाइ गुरुजी यो निदाइहाल्यो भने यसले चलाउँछ। हामी चाहिँ अहिले झापाको जङ्गलमा सुनखानी जङ्गलमा हिँड्दैछौँ। फेरि पूजनलाई चाहिँ त्यो अङ्गुर भन्ने सानो सानो यस्तो यस्तो मन पर्दैन, उसलाई ठुलै चाहिन्छ। त्यहाँ हेर नि छेउ पनि सनसेट कस्तो छ त गाइज, हेर्नुहोस् पछाडि होइन। नमस्कार सबैलाई, दर्शकबिनहरूलाई स्वागत छ हाम्रो युट्युब च्यानलमा। हामीसँग आज जोडिनु भएको छ हाम्रो गुरुबा निश्चल घिमिरे सर र हाम्रो पूजन नेउपाने सर हुनुहुन्छ पछाडि। नमस्कार सबलाई नमस्कार छ हाम्रो तर्फबाट। दुई शब्द अब यो भिडियो बनाउनुको कारण चाहिँ के भन्दाखेरि आज हामी बाहिर कतै घुम्न गइरहेको छौँ। डेस्टिनेसन अब बिस्तारै फिक्स हुँदैछ। अब कता कता जान्छौँ के गर्छौँ हेर्दै जानु होला होइन। अमेरिकाको ट्रेन यो हाम्रो ड्राइभर भाइ गुरुजी यो निदाइहाल्यो भने यसले चलाउँछ। सहचालक हाम्रो ल हेर्नुहोस् गाइज, हामी चाहिँ अहिले झापाको जङ्गलमा सुनखानी जङ्गलमा हिँड्दैछौँ। एकदमै गर्मी छ यहाँ चाहिँ। झापाको गर्मी के साह्रो हो। हामी केपी ओलीज्यूले बनाउनु भएको भ्यू टावर हेर्न जाँदैछौँ। दर्शकबिनहरू, आज चाहिँ हामी घुम्नको लागि झापाको एउटा बिर्तामोड भन्ने ठाउँमा जाँदैछौँ। अब हजुरहरू हेर्दै गर्नु होला, बिस्तारै हेर्नु होला। हामी अहिले झापा नेसनल पार्कमा छौँ हामी अहिले। हो, झापाको नेसनल पार्क छ किन साथी? छैन। यही हो, अबबाट यही भयो है त, झापाको नेसनल पार्क। बढ्यो गर्मी, वाच्चै गर्मी बढेको बेलामा अब हामी चाहिँ झापा नेसनल पार्कतिर घुम्न आएको छौँ। यसरी एउटा मात्र रोड हुँदाखेरि चाहिँ नेपालकै याद आउने यार। गाइज हामी चाहिँ एकदम अहिले यहाँ लेकको छेउमा बसिरहेको छौँ। यता साइडमा छौँ हामी। यता गुरुबा हुनुहुन्छ है। के छ गुरुबा? अल गुड हो। पुज्नु साथी के छ अब? तर पहिला के अमेरिका आउँदाखेरि मलाई त्यो के अरे पहिला अमेरिका आइरहेको आउँदाखेरि के अरे अब नाइस वान भन्न यताउति भन्ने यस्तो डर लाग्थ्यो। के भन्ने अड लाग्ने टाइपको। जहाँ पनि उबर सुबर गऱ्यो अन्तिममा के भन्ने अरे अब नाइस वान भनौँ चल्दिएको। यता पनि पिटी टिचर रे। हामीले त कहिले सुनाएन नि त। हेल्दी फ्रुट्स ओन्ली। फेरि पूजनलाई चाहिँ त्यो अङ्गुर भन्ने सानो सानो यस्तो यस्तो मन पर्दैन, उसलाई ठुलै चाहिन्छ। त्यहाँ हेर नि छेउ पनि एकदमै हेल्थ कन्सियस छन् केटाहरू। एकछिन यहाँ त म कन्सियस बनाउँछु एक राउन्ड। हामी चाहिँ अहिले यता सनसेट हेर्न पुगिसकेको छौँ। यता पूजन ह्यान्सी आमा हाइट गुरुबा खै आफ्नो के गर्दैछन्। यता छोटे छ। अब सनसेट कस्तो छ त गाइज, हेर्नुहोस् पछाडि होइन। अब हामी उता अर्को फोनबाट टाइम ल्याप्स पनि हान्दैछौँ। टाइम ल्याप्स चाहिँ हेर्दै जानु होला। हामी चाहिँ यसो अब फोटो खिच्छौँ। एकछिन फेरि घाम डुब्यो भने फेरि फोटो राम्रो आउँदैन, सो त्यही भएर अब हामी फोटो हान्नतिर लाग्छौँ। तपाईँहरू टाइम ल्याप्स हेर्दै गर्नुहोस् है त गाइजलाई।
घामहरू सकिसकेको छ यता घाम पनि डुबिसकेको छ होइन गुरुबा सक्यो अब सबै काम अब कहाँ जाने हामी अब आजलाई चाहिँ अब हामी यहाँबाट रुमै जान्छौँ होला अब खाना हाम्रो उहाँ माङ्गाले बनाउनुहुन्छ के बनाउनुहुन्छ माङ्गा आज तपाईँलाई सवाल आज स्पेसल के छ स्पेसल आज के छ आज पालो हजुरको आज भात र दाल मात्रै पाक्छ किन त्यसै त्यस्तो है मलाई अल्छी लागिरहेछ नि तिमीलाई बोलाएको होइन खुसी त्यहाँ अरू पनि छन् आज अन्डा पाकेन भने हाम्रो छोटुको निर्मत रूपमा हत्या हुन के रूपमा अरे खोइ केही त थाहा छैन अब यो भिडियो हेरेर अब निशान्तले अब चित्त बुझाऊ होइन निशान्त आउन पाएन यो भिडियो हेरेर चित्त बुझाऊ होइन निशान्तलाई हामीले धेरै धेरै सम्झेको छौँ हुन त अहिले ऊ बेलुका भेटिहाल्छ उता त्यही पनि दुःख बेचा उसको नि छ सबैको छ उहाँले मजाले हेर्नुभयो मलाई अझै पनि हेर्नु होला धन्यवाद लगाइज अब चाहिँ अब हामी यता लाग्छौँ अब हामी लाग्नै पर्ने हुन्छ अब एकैचोटि हामी के गर्नु त बाटोतिर भेट्ने भेटौँ भन्नु अलिक बिच बिचमा राखौँ बिच बिचमा एकछिन भेटौँला है त लगाइज दुई शब्द यहीँ टुङ्ग्याउन चाहन्छु धन्यवाद टुङ्गियो मार्दै राइट साइड साथी लाइट मार्दै न हामी चाहिँ अहिले यता एकदम दाइहरूकोमा आइसकेको छौँ एकदम चेस म्याच भइरहेको छ पूजन र क्षिति दाइ बिचमा एकदम कसले जित्छ इन्टेन्स म्याच भइरहेको छ है गाइज एकदम बवाल म्याच भइरहेको छ अब हाम्रो कुकहरू भित्र छन् खै दाइ एकचोटि यता हाम्रो कुक देखाइदिउँ न यता चाहिँ हाम्रो कुक छ एकदमै है हाम्रो यता किचन हेल्पर हेलो यता अनुहार किचन हेल्पर यस्तो हालत यता हेड सेफ यता हेड सेफ यता दुई शब्द केही भन्दिनँ म भन छैन एकदम है केटाहरू आउनु पर्यो यहाँ हाम्रो घरमा हामीलाई हेल्प गरिदिनु पर्यो लामो काट्ने किचन हेल्पर दुई शब्द ओके टेस्ट गर्नलाई यही आउनु पर्यो अर्डर गर्ने हुन्छ फेरि अनलाइन अर्डर पनि हुन्छ नम्बर पनि छोड्ने हो कि होइन यहाँ मेसेज कमेन्ट गर म रिप्लाई दिन्छु ड्याङ्गै लगाइ अब यहाँनिर हाम्रो चाहिँ एकदम घरमा के बन्छ के बन्छ होइन एकदम यहाँनिर चाहिँ चेस पनि म्याच भइराखेको छ यता एकदम तपाईँहरूलाई चाहिँ सम्पर्क गर्नु होला यस्तो घरेलु खानाहरू खानु छ भने हाम्रो नयाँ बिजनेस खुलेको छ यता अहिले त यस्तो गेमको सुविधा पनि छ यहाँनिर अनि चेस यसरी म्याच खेल्दा नि भयो माइन्ड गेम अथवा तपाईँहरूलाई भिडियो गेम खेल्न छ भनेपछि यता टक्क टिभीमा गेम पनि खेल्न मिल्यो लगाइज हामी चाहिँ घर आएर यहाँ के गरिसकेको छौँ म चाहिँ एकछिन बाहिर गएर फेरि आएको थिएँ अब भ्लगको इन्डिङ हान्नु पऱ्यो भनेर चाहिँ फेरि कन्टिन्यू गरेँ अब तपाईँले दिनभरि ठुल्दाईलाई मिस गर्नु होला ठुल्दाई भर्खर कामबाट अब फर्किसकेको छ खराउँदैछ होइन चट्ट सब्सक्राइब है अब ठुल्दाईले अब आजको दिन कामले गर्दा मिस गर्नुभयो त्यही भएर चाहिँ अब हामीले भ्लग मार्फत नै देखाउनेछौँ ठुल्दाईलाई कस्तो रहेछ त होइन आज कस्तो भयो दिन आज हेर्नुहोस् न मलाई हेर्नु पर्दैन आयुषलाई हेर्नुहोस् हजुरहरूले है भिडियो हेरेर भन न
आयुषको भिडियो हेर्नुहोस्, इन्जोय गर्नुहोस् अनि सब्सक्राइब गर्नुहोस्। ल गाइस, ल सी भन्दै